गाइज व्हाट्सअप दोस्तों फेरि पनि आइसकेको छ मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। भिडियो मन परेमा लाइक कमेन्ट सेयर पेजलाई फलो पनि गर्नु होला अनि च्यानललाई सब्स्क्राइब पनि गर्नु होला अनि बेल आइकन पनि दबाउनु होला। गाइजहरु इन्जोय भिडियो। अहिले म चाहिँ हैन घर आइसकेको छु अनि आज चाहिँ हामी माछा मार्न गएको थियौँ हैन, माछा लिएर आएको छु। आज बिहिबार हो हैन, बढी माछा ल्याउँदैन जस्तो लाग्छ तिमीलाई? म सोच्दै थिएँ यति छ होला, दुईजनालाई त पुग्छ होला भनेर घर लास्टमा सबै फ्यामिलीलाई नै पुग्यो। ओके, 5 घरलाई पुग्यो माछा है भनेपछि 2-3 किलो पर्छ हैन। ओके, तुम क्या बोलना चाहते हो? कुछ नहीं, काछू नहीं। और दिन कैसे बीत रहा है? बस खाएंगे पिएंगे सो जाएंगे और उसके बाद फिर से उठेंगे, खाना बनाएंगे, खाएंगे पिएंगे सो जाएंगे। वही। हाथ में क्या ले रखे हो? के हो यो? तोरीको दाना हो क्या, सब्जी रोप्नलाई। अब त्यही भएर बजारमा किनेर खान सकिँदैन, त्यही भएर आफू जियाले। फाइनली गाइजहरु हैन, म चाहिँ नि फेरिबाट बल खेलेर आइसकेको थिएँ। हाम्रो चाहिँ बुढाबुढीले सल्लाह गरेको थियौँ दिउँसो अब हामी कति खाना खाने हैन, अलग टेस्ट गरौँ न भनेर चाहिँ अलग पनि के भन्नु मोमो बनाउने प्लान छ। मासु 1 किलो लिएको थियौँ सुँगुरको, मोमो खाने प्लान छ आज चाहिँ हैन। आइछ हैन, दिपाले चाहिँ किमासिमा रेडी गरेको छ दुईजनालाई हैन। एउटा त काटिएन छ बुढो, पाकेको बफाको बाबा के बफे आउँछ, नर्मल हो क्या, नबफेकिन। यसमा केही हालेको छैन, प्याज र मासु अनि अदुवा लसुनको पेस्ट मात्रै। भनेपछि आज नयाँ ट्राई गर्ने भनेको, त्यो पनि मोमो हैन। ओके, आटा पनि लगाइसकेको छ। यो चाहिँ मैदा प्लस आटा दुइटै मिक्स पुग्छ मलाई, हेल्दी मोमो हैन। मलाई खाना छैन नि हैन, यही हो नि हैन। ए पुग्छ मलाई, ठिक छ। ओके, हामी बनाउन थाल्दिन्छौँ हैन। बस्छौ नि हैन, हात मिलाउँ न। बाय बाय। यो राम्रोलाई पनि के दल्नु पर्छ। बाबा यता देखाउ त, के दलेको हो? के दलेको हो? फेसमा कसले दलेको? आफै नि दल्ने दिमाग छैन? अरे छ पानी यहाँ छ। कुट 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 कुट। सुन्नु न हैन, अमितले काहीँ नभएको मलाई के अनुहारमा यो लगाउँदाखेरि टट्टी लाग्यो भन्दै थियो हैन। च्याप्पै पक्रियो उसलाई नि सबै दल्दी राखेर आएको। स्याबास मेरो बुढी, स्याबास। भन्नु न तपाईलाई नि दल। तिमी राम्रो छ हेर मेरो बडी नि। बुढी चाहिँ प्रेग्नेन्ट भए जस्तो भयो। अच्छा हेर लुकाको बडी त छैन। म त के हेर्छु गर्नुहुन्छ, जति नै बलले भएर नि तपाईँ म भन्दा कमजोरै हुनुहुन्छ। म लडाइदिन्छु तालपर भने। मैले टोलमा चाहिँ फाइनली हैन सुँगुर जन्मेको अवस्था हामी चाहिँ आगो ताप्दैछौँ होइन भतिज? सुँगुर चाहिँ 7वटा जन्मेकोमा एउटा मरिसकेको छ। गाइजहरु कफी टाइम भइसकेको छ होइन। अहिले चाहिँ हामी कफी सफी खाँदैछौँ होइन, हामी यतै छौँ। कफी खाँदैछौँ। गरिसक्यो, भतिज फेचेर गइसक्यो। सपा चप चप पैच पैच। कस्तो लाग्यो त मैले बोलेको? हामी चाहिँ सुँगुर होइन सुँगुर पर्खेर आइसकेको छौँ होइन। आज चाहिँ रोटी बनाउने भन्ने प्लान थियो अनि रिपाले चाहिँ रोटी पोल्दै थिइन्। कस्तो भयो त रोटी? यो चाहिँ कोदो र उयसको नि आटाको। सुरुको चाहिँ राम्रो भयो यस्तो ठिकै छ, केही छैन हैन। यो चाहिँ राम्रो छ क्या, सुरुको चाहिँ ठिकै छ। पछाडिको चाहिँ अनि भित्र उयो हाल छैन नि त नि हाल्ने होइन, त्यही हो। यसमा केही सामान पनि केही छैन तर खानु पाइयो नि त होइन, कोदोको भएर होइन खानु पाइयो नि त होइन, खुसी हुनुपर्छ। ओके, फाइनली गाइजहरु होइन रोटी चाहिँ पाइसकेको अवस्था होइन। रोटीको रूप नराम्रो भयो, रूप नराम्रो भए पनि मिठो चाहिँ मिठो छ जस्तो लागिरहेको छ। भतिज कस्तो छ? मिठो छ? मिठो छ नि होइन दिपा? मिठो छ नराम्रो देखियो पनि मिठो। होइन अहिले चाहिँ 10:30 बजिसकेको छ। हामी रोटी खाएर
आइट